ख्रीष्टको नाममा जय मसीह। सत्य नमस्ते भन्दै ममता सुबक च्यानलमा फेरि पनि तपाईहरुलाई स्वागत गर्दछु। आज सानो भिडियो लिएर फेरि पनि आएको छौं। हामी यो दिनहरुमा पढिरहेको कुराहरु लिएर तपाईहरुसँग पनि शेयर गर्न आएको छौं है। अच्छा रेडी है? येशू ख्रीष्ट कुन ठाउँमा प्रार्थना गर्नुभएको थियो? गेत्सेमनी। अनि येशू ख्रीष्टले कतिजना चेलाहरु लगेर गएको थियो? त्यसको बादमा येशू ख्रीष्टले के भन्नु भएको थियो? प्रार्थना गर्नु जाँदा आफ्नो चेलाहरु तिमीहरु जाने बस अनि प्रार्थना गर, म पर प्रार्थना गरेर आउँछु। अनि येशू ख्रीष्टलाई कुन चेलाले पक्रेको थियो? पक्राउ परेको थियो? यहुदा इस्करियोत। अनि येशू ख्रीष्टलाई पक्रिँदाखेरि कसले कान काटिदिएको थियो? पत्रुस। अनि येशू ख्रीष्टलाई धेरै 12 जना चेलाहरु मध्येमा धेरै प्रेम गर्ने को थियो? पत्रुस। अनि येशू ख्रीष्ट जब प्रार्थना गरेर आउँदा के भन्नुभयो? उहाँको साथीहरु के गरिरहेको थियो? अनि के भन्नुभयो? हुन्छ। आज हाम्रो मेरो सन्डे स्कुलको नानीहरुलाई थोरै क्वेशन गरेको मात्रै हो मैले है, किनभने यिनीहरुलाई यो दिनहरुमा पढाइरहेको छु, मैले यो कुराहरु सिकाइरहेको छु, म आफै पनि सिक्दै छु। अनि यसै कारणले गर्दा यो दिनमा जति पनि हामीले बाइबल पढ्छौं, परमेश्वर येशू ख्रीष्टको सम्झनामा हामीले समय बिताउनु पर्छ भनेर नानीहरुलाई सिकाएको हुन्छ। सबैलाई जय मसीह। फेरि पनि भेट्नेछौं। हुन्छ।